फाइनली गाइज फेरि अर्को भिडियो लिएर उपस्थित भइसकेको छु। हामी चाहिँ आज मकै चरानी मकै खाने बेला भयो। हेर्न सक्नुहुन्छ यो भ्यू, यता यो भ्यू चाहिँ हाम्रै हो। मकै लिएर नागथानमा हिँडेको हजुरहरूलाई देखाउँछौँ आज। ओ त्यहाँभित्र चाहिँ एउटा नागथान, दुईवटा अर्को नागथान पनि, तीनवटा ठाउँमा जाने हामी। अहिले देखाउने छौँ, पुरा भिडियो हेरेर बस्नु है त। सरर देख्न सक्नुहुन्छ। अब बर्खा लाग्यो, मकै पाक्यो। बोली पनि आज रुवा लागेको कारण स्पष्ट छैन। यहाँ चाहिँ हाम्रो माइलबा हुनुहुन्छ, म चाहिँ हाम्रो घरबाट आएको दुईजना चट्टपारामा। हेर्नु है त पुरा भिडियो देख्न सक्नुहुन्छ। यस्तो चाहिँ बर्खा लाग्यो, घाम्री छ, बाटो बनाउँदै हिँड्ने हो। ओ वहाँ आइजानु, झरै थिएन के फुल भिडियो हेर्ने। यहाँबाट हामी जाने, हैँस छ आधा, यहाँ भित्र जाने हो। हेर्नु है त कता कता गयो। यस्तो झाम्री छ, गाउँले जीवन हो। ओहो यस्तो हैछ बाटो, कति वर्ष भयो नहिँडेको। हेर्नु चाहिँ पुरै बाटो बनाउँदै हिँड्नुपर्ने अवस्था छ। यो हैँस हातमा सहर चपेको, केही छैन भाइ हिँड्नु। ल हेर्नुहोस्, फाइनली हामी चाहिँ प्रवेश गर्दैछौँ। त्यहाँदेखि आएको एकदमै झाम्री रहेछ। अन्तिम चरणमा आइसकेका छौँ। यस्तो झाम्री छ, बिचरा नागथान देख्न सक्नुहुन्छ। रोक्नु है त, हेर्दै गर्नु। छिर्दैछौँ, बाटो बनाउँदै हुनुहुन्छ मेलबाले। काँडा छ, झाम्री छ। ल हेर्नुहोस्, यो फलको नाम के होला? ल हेर्नुहोस्, यो प्राय यो भगवान्को उसको ठाउँमै हुन्छ। यसलाई चाहिँ हाम्रोतिर बेल भन्छौँ। बेल पाकेपछि एकदम मिठो हुन्छ, पलत्तको एकदमै मिठो। नागथान हो, त्यहाँ चाहिँ मन्दिर। बेलको दाना देख्न सक्नुहुन्छ। ल हेर्नुहोस्, बेलको दाना, बेल। ल यहाँ चप्पल खोलेर जानुभयो, म चप्पल खोल्छु है त। भगवान् रक्षा गरिदिनु। राम्रै मोबाइल भए टिकटक नि बनाउनु हुन्थ्यो। मोबाइल गतिलो छैन, लिँदैछु आइफोन त। जय माता दी, भगवान् रक्षा गरिदिनुहोस्। ल हेर्नुहोस्, फाइनली हामी मन्दिरमा आइसक्यौँ। जय हो। बाबाले पूजासुजा गरिसक्नु भयो त। हाम्रो मन्दिर हो यो, बाराथान देवी। भगवान् रक्षा गरिदिनुहोस्, त्यति बढिया भइदियोस्, आइसनेको बाली निक्लिदियोस्। जय माता दी, जय बाराथानकी देवी। हेर्नु है त पुरा भिडियो, अरू मन्दिर पनि जाने हो। फाइनल्ली हामीले पूजा गरेर फर्किसकेका छौँ। फेरि त्यही बाटो हिँड्दैछौँ, देख्न सक्नुहुन्छ। राम्ररी पूजा गरियो, मकै चराइयो। अब हामी तल जाँदैछौँ, त्यसपछि माथि 3-4वटा मन्दिर जस्तै थानमा जाँदैछौँ। पुरा भिडियो हेरिरहनु है। ल हेर्नुहोस्, खेतमा आउँदा अनेक चिज देख्न पाइन्छ। यो बेलौती, यो चाहिँ हाम्रो खेत हो। यहाँ बेलौती छ, पाकेपछि नि मैले भिडियो हाल्नेछु। अहिले चाहिँ यत्रा छ, रोपेपछि पाक्छ। खेत चाहिँ यही हो, ठुलै छ। ए मकै त पातल भइसक्यो कि प्यालो पसेछ है साथीहरू, प्यालो भएछ, देख्न सक्नुहुन्छ। ल तल गासिन बनाउनेछौँ। फेरि हामी चाहिँ अर्को थानमा आइसकेका छौँ। यहाँ चाहिँ धेरैजनाको चराउनु पर्ने छ। हेर्नु है त, अन्य 4वटा आन्छ, 4 घरको भइसक्यो। यताबाट किन उता झरेर भइहाल्छ नि। यो पनि हाम्रै हो, देख्न सक्नुहुन्छ। यता साइनीको, उता माइल भएको, तल छ नागथान। हिँड्नु न थिए जाने यहाँ बुढाले। ल सके त्यहाँ यहाँ ल्याउँ। ल फाइनली हामी आइसकेका छौँ। यहाँ हो नागथान। जय माता दी हाणाकी देवी। यहाँ चाहिँ मन्दिर छैन, यहाँ बिस्तारै मिलेर बनाउनु पर्ला नि।
राणा की देवी दयालु यही हो भगवान। जय माता दी। चाहिँ अन्तिम एन्ड फाइनल नागा देवता यो चाहिँ बिरौटा भन्छ। यहाँ 4-5 वटाको